ल भिडियो ए के छ के भन्नु छ तपाईँले सोध्नु न भन्नुभयो अनि के छ सन्तोष भाइ हाम्रो पाहाड घर चाहिँ कहाँ पर्छ प्युठान नै हो लास्टै दुर्गम क्षेत्र हो नि त दुर्गमबाट आएको त हामी त्यहाँबाट गोठले जस्तो पऱ्यो नि त्यति साह्रै नभनौँ होइन अहिले हाल युरोपमा हुनुहुन्छ होइन कसो मेरो परिचय भयो दाइहरूलाई सोध्नु अहिले त हाम्रो सम्झीको के छ हालखबर मेरो पनि ठिकै छ सम्झीको पाहाड घर चाहिँ कहाँ पर्छ मेरो पहाड घर नाकी पऱ्यो हजुर यस्तो छ जिन्दगी अहँ। ल अब सर्दै इन्जोय गरौँ के छ युरोपको हालचाल के कस्तो छ ठिकै छ युरोपमा यस्तै छ लाइफ अहँ, बिन्दास लाइफ हो अहँ, रमाइलो छ होइन अनि के छ हाम्रो सोल्टी हजुर नमस्कार मलाई चाहिँ आनन्दै छ रमाइलो छ युरोपको ठाउँमा अहँ, फुटबल खेल्न जाँदैछौँ हामी अहँ, त्यति नै हो अब घर चाहिँ दाङ भरै पऱ्यो हजुर हजुर होइन यस्तै छ जिन्दगी चलिरहेछ एकदम एकदम परदेशको ठाउँमा के गर्नु एकदम चल्नु परिहाल्यो होइन र जस युरोप तपाईँहरू त अब क्रोएसियाबाट आउनुभएको होइन यो क्रोएसियामा नि अब कति वर्ष बस्नुभयो तपाईँ म कोर्सियामा चाहिँ 3 वर्ष अहँ, 3 वर्ष बसेर यतातिर हाम फालेको यता पनि ठिकै छ रमाइलै छ भनौँ कामदाम छैन बल खेल्ने आउने खाने सुत्ने त्यही भइरहेछ हुनु पर्यो त्यति त काम एकदमै गाह्रो छ अहँ। होइन तर कामको चाहिँ क्रोएसियामा इजी हो कि यता कस्तो हो काम चाहिँ के कस्तो छ डिफ्रेन्स होइन मेरो चाहिँ सेमै हो उहाँ पनि हार्डै थियो हजुर हजुर काम चाहिँ यहाँ पनि हार्डै छ अहँ, ठिकै छ भाग्य खाने हो त्यो त्यही हो है जे छ अब त्यही कारको लागि अलिक समस्या छ अहँ, कार बनेछ भने हामी सबैजना राम्रो ठाउँमा कामसाम खोजिवरी अहँ, जान सक्छौँ सेटल यति हुनुपर्छ भन्दै म बिदा हुन चाहन्छु भइहाल्छ नि होइन मैले सोचेँ चाहिँ होइन अब तपाईँहरू त अब युरोप पनि अब दुईवटा देश घुमिसक्यो भनौँ अहिले त हो कि होइन क्रोएसिया नि खानुभयो अब यता पोल्यान्ड पनि अब यत्रो समय भइसक्यो भयो खाइसक्यो भनौँ न तर मैले नबुझेको कुरो चाहिँ अब यो पोल्यान्ड र क्रोएसियामा चाहिँ डिफ्रेन्स चाहिँ कस्तो छ मतलब यो वेदरको हिसाबमा होइन पैसाको हिसाबमा भन्दा चाहिँ अब पोल्यान्ड एकदम राम्रो छ हावापानी राम्रो छ अहँ, र अनि त्यसपछि यहाँ चाहिँ अलि डकुमेन्ट भन्नाले कारको अलि गाह्रो रहेछ भन्नु पर्यो अहँ, त्यही हो त्यो चाहिँ हो है र अभियसली अनि यहाँ अब कुनै ठाउँमा कम्पनीले फायर हान्ने त्यो पनि सिस्टम हुँदो रहेछ यहाँ कोर्सियामा चाहिँ त्यस्तो छैन धेरै धन्यवाद छ ओके अब हामी क्रोएसियाबाट आउनुभएको साथीको पनि अब कुरा सुनियो बुझियो अब यस्तै हो अब नेक्स्ट राउन्डमा नेक्स्ट राउन्डमा बाँकी भिडियो नेक्स्ट राउन्डमा